हेलो एभ्रिवान। नमस्ते सबैजनालाई। सामानहरू देखेर थाहा पाइसक्नुभयो होला मैले के बनाउँदैछु भनेर। यो मैले मोमो बनाउन आँटेको। यहाँ चाहिँ मैले बन्दा चप गरेर पानी हालेर निचोरेर लिइसकेको छु। सोयाबिन, प्याज हालेँ। यसै गरी यसमा मैले पनिर पनि कोरेर राखेको थिएँ, त्यो पनि हालेँ। अनि अदुवा र लसुनको पेस्ट, त्यस्तै गरी नुन स्वाद अनुसार। नुन राखिसकेपछि नुन चाहिँ आफूलाई जति मनपर्छ त्यति नै राख्ने। मैले चाहिँ थोरै खाने हुनाले गर्दाखेरि कम नै राखेको छु। त्यसै गरी मोमो मसला, मलाई चाहिँ सेन्चुरीको मोमो मसला मनपर्ने हुनाले गर्दाखेरि म चाहिँ सेन्चुरीको मोमो मसला युज गर्ने गर्छु। हजुरलाई जुन मनपर्छ त्यही मोमो मसला राखेर बनाउँदा नि हुन्छ। यति राखेर चाहिँ मैले मोल्दैछु। मैले चाहिँ यहाँ एउटा भिडियो लिन बिर्सेछु। मैले यसमा थोरै घिउ पनि राखेर मोलेकी थिएँ। यति मोलिसकेपछि मैले चाहिँ गहुँको पिठोमा रेडी पारेको छु। किनभने चाहिँ छोरीहरूलाई मैदा दिनुभन्दा गहुँको पिठोमा बनाउने भनेर चाहिँ मैले गहुँको पिठोमा बेलिओरी मैले यसरी मोमो बनाएर, चटनी मैले अघि नै बनाइसकेँ, भिडियो बनाउन बिर्सिएँ। मैले मोमो तयार पारिसकेपछि पहिलो खाने चाहिँ मेरी छोरीले कस्तो रिभ्यू दिँदैछिन् त हेरौँ है।